धुर्मुस रोएको देख्दा बलेको रगत तातियो। रगत उम्लिरहेछ तर यो रगत कतिखेर सेलाउँछ भन्ने कुरा मात्र हो कि सबै पृष्ठभूमि थाहा छ। बोल्ने समय आउँछ। यो लडाइँ धुर्मुसताईको मात्र होइन, हाम्रो पनि लडाइँ हो। हामी पनि धुर्मुसताईको सपोर्टमा उभिनुपर्छ। धुर्मुस दाईलाई अन्याय भएको छ, समय आएपछि सबै यथार्थ बाहिर लिएर आउँछु भन्दै मिडियामा खोले यस्तो सम्मको रहस्य। लास्ट टाइम त्यही 1.5 महिना अगाडि भेट भएको थियो, त्यसपछि भेट भएको छैन। र अहिले मैले दाईको भिडियोहरू पनि हेरिराखेको छु। दाई एकदमै दुब्लाउनु भएको छ, बिरामी हुनुहुन्छ। बिरामी देखेको छु। मैले पर्सनली फोन गर्न पाएको छैन। अब दाई कता कता हुनुहुन्छ। अब आजभोलिमै एकचोटि कल गरेर के छ कसो छ विवरण सोधेर अब के भइराखेको छ, किनकि उहाँ अहिले चितवन काठमाडौँ गर्नुभएको छ। मेन मलाई भन्दा नि अझै बढी तपाईँलाई थाहा छ दाइ कति पीडामा हुनुहुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ। कति बोल्न सकेका छौँ, कति बोल्न सकेका छैन, र हामी बोल्छौँ, समय आउँछ। एउटा शब्दमा भन्दाखेरि अन्याय भएको छ मजाले छ। दाइको भिडियो हेर्दा चाहिँ दाइ अलि धेरै नै दुब्लाउनु भएको छ। अब दाइसँग कन्ट्याक्ट गरेपछि मात्र थाहा हुन्छ, अरू त केही पनि थाहा छैन। दाइको त्यो अवस्था देख्दाखेरि तपाईँलाई कस्तो लाग्यो? विशेष गरी पीडा हुन्छ नि, पीडा हुँदैन मलाई मात्र होइन, तपाईँहरूलाई पनि पीडा भएको छैन होइन? रगत उम्लिरहेछ तर यो रगत कतिखेर सेलाउँछ भन्ने कुरा मात्र हो कि सबै पृष्ठभूमि थाहा छ। बोल्ने समय आउँछ। यो लडाइँ धुर्मुसताईको मात्र होइन, हाम्रो पनि लडाइँ हो। हामी पनि धुर्मुसताईको सपोर्टमा उभिनुपर्छ। जहाँसम्म लाग्छ यहाँ तपाईँहरू टोटल्लै थाहा छ, तपाईँहरूको पनि रगत त उम्लिरहेको होला नि त। कतिखेर दाइले बोल्नुहुन्छ र हामी पनि बोलौँ भइरहेछ होइन? नातिनुहोस्। त्यही भएर म अहिले लागेँ, मेरो भोलि सुटिङ छ, एउटा मिटिङमा जानु छ। थ्याङ्क यू सो मच। तपाईँहरूको धेरै करोड क्लबमा धेरै छन्, यो कति हो तपाईँहरू दुवैजनालाई सोध्न मन लाग्यो। सागरजीको कति हो करोडमा, त्यसै गरी उहाँको कति हो? पहिला सागरजी मेरो त यो 20औँ हो। 20औँ कि 22औँ? अगाडि हेरेर तपाईँहरूले त करोड क्लब धेरै छन् होइन भिडियोहरू। यो गीत अलिक फरक तपाईँलाई केही लाग्छ अरू गीत भन्दा के? होइन, यो गीत अहिले मार्केटमा आइराखेको गीतहरूभन्दा धेरै नै डिफ्रेन्ट गीत हो। र मैले यो गीत सुन्ने बित्तिकै मैले जुनालाई पनि भनेको थिएँ, यो गीत चाहिँ मलाई किन चल्छ जस्तो लागिरहेछ भन्ने कुरा चाहिँ गरेको थिएँ। अनि गीत सुटिङ गर्दै गइयो, सुटिङ गरियो, गीत सुन्छु झन्झन मनपर्छ, झन्झन मनपर्छ होइन? यो गीत स्योर सर्ट चल्छ भनेर एकचोटि भनियो नि थिएँ। र आज 1 करोड भ्युज छ, 1 करोड 20 लाख भ्युज छ। थ्याङ्क यू सबैजनालाई, सबैजनाले मन पराइदिनु भयो। त्यही नै हो अब यो त। तपाईँलाई चाहिँ कस्तो लाग्यो त यो गीत करोड क्लबमा पुग्दै गर्दा? राम्रो। यो पहिला चाहिँ जस्तो मोडलहरूको कुरामा कि तपाईँहरू त म्युजिक भिडियोको एकदम चल्तीको मोडल हुनुहुन्छ दुईजना। महिलाको कुराकानी गर्ने हो भने ऊ बेलामा पार्वती राईदेखि रश्मि तामाङदेखि आज करिश्मा ढकाल हुँदै 32 गर्दै आज जुनाको पालो आएको छ कि जुना पछाडि भोलि अरू आउन सक्ला। त्यस्तै सागरजीको कुराकानी गर्ने हो भने हिजो अरू मोडल हुँदै आज तपाईँका दिनहरू छन्। धेरैले चाहिँ सागरजीबाट गएँ म, धेरैले चाहिँ के भन्छन् भने पल्साको कम्पिटिटरको रूपमा तपाईँलाई लिन्छन् र कि पल्सा कि सागर हुन्छ। पलले भएन सागरले भएन पल, अथवा यसरी लिन्छ नि तपाईँलाई, तपाईँले मान्नुहुन्छ? अब त्यो चाहिँ मलाई नै थाहा छैन। अब मसँग आएको गीतहरू मैले गरि नै रहेको छु। अब होला अब भित्रभित्र के कुरा हुन्छ मलाई त्यो चाहिँ थाहा छैन। यस भनेको कुरा चाहिँ हामीमा छैन। हामी दुईजना एकदमै साथी हो। अब मलाई आएको काम मैले गर्ने हो, उसलाई आएको काम उसले गर्ने हो। तर के हो भन्दा जसरी हुन्छ इन्डस्ट्रीमै बसेर इन्डस्ट्रीभित्रकै काम गर्ने हो। इन्डस्ट्रीकै हितको लागि काम गर्छौँ हामी। जस्तो मोडलहरू म्युजिक भिडियोकै मोडल भन्ने भने धेरै छैन कि होइन? अब कतिपय खेल्दैनन् तरिकाहरू होइन? तपाईँहरू खेल्ने मध्येमा यदि पल्साको टाइम मिलेन भने तपाईँलाई नै आउँछ, अरू अप्सनै हुँदैन भन्छ। तपाईँले चाहिँ भन्छ भने कसरी? यो चाहिँ मलाई थाहा नभएको कुरा। अब कसरी हो भन्ने, कसरी होइन भन्ने तपाईँले भनेपछि मात्र थाहा भयो। रहेको कुरा अब उहाँको त रेटै छ 3 लाखभन्दा माथि, 3 लाख भन्ने। तपाईँको त्यस्तै एउटा रेट छ अरे, तर महँगै छ अरे हो?
अर्को मिल्छ भने खुलाइदिनुहोस् किनभने लिनुहुन्छ पारिश्रमिक धन्यवाद नेक्स्ट क्वेसन जुनाजी अब मैले भने नि होइन करिश्मा ढकालहरूलाई पनि तपाईँले पछाडि हटाइदिनु भयो क्या अब उहाँहरूको डेट लगभग एक्सपायर भयो जस्तो एउटा बेला हुन्छ नि 5 वर्ष 10 वर्ष गर्ने तपाईँलाई त्यो लाग्छ अब दिदीहरूलाई मैले हटाएँ मेरै पालो आयो भन्ने त्यस्तो त लाग्दैन होइन यस्तो हुन्छ सबैले आफ्नो ठाउँबाट कसैले कसैको ठाउँ लिन सक्दैन सबले आफ्नो कर्म गर्ने हो कर्म गर्दाखेरिमा मेहनत गरेर गर्ने हो आफू असल र इमान्दारिताका साथ कर्म गर्ने हो र यहाँ कसैले कसैको ठाउँ लिन सक्दैन होइन म जुनाको ठाउँ जुनाले लिने हो सागर लम्सालको ठाउँ सागर लम्सालले लिने हो कसैले कसैको ठाउँ लिन सक्दैन जस हामी राम्रोसँग कर्म गर्ने त्यति नै अब जुनाजी धेरै बोल्नुहुन्न हामीलाई थाहा छ होइन धेरै नाच्न आउँछ बरुवालाई सागरजीसँग कतिवटा भिडियो र पलजीसँग कतिवटा भिडियो तपाईँको थाहा छ दाइसँग त यो सिधै दुईटा हो दुईवटा मात्रै हो पलदादासँग दाइसँग चाहिँ 4-5 सागर चाहिँ एउटा अब तपाईँलाई हतार पनि छ होइन जाँदा जाँदै तपाईँको नजिकको दाइलाई अलिक समस्या परेको छ क्या खासमा आवाज अथवा केही भनिदिनुहुन्छ कि भन्ने कुरा सीताराम कटेल ध्रुव दाइ चाहिँ अहिले होइन धेरै कुराहरू भन्न मन पनि छ होइन किनकि त्यो इनिसियल फेजबाटै दाइसँग हामी आबद्ध छौँ होइन हामी एउटै घर परिवारकोमा दाजुभाइ हौँ धेरै भन्न मन छ भन्नको लागि पनि एउटा समय आउँछ समय आएपछि यो विषयमा पक्कै पनि बोल्छु र हामी सबैले बोल्ने पनि छौँ अस्ति एउटा स्टेटस पनि लेखेको छु अब टाइमको कुरा हो अलिक टाइम कुर्नुहोस् धेरै थोक बोल्नेवाला छौँ हामी तपाईँको पछिल्लो कुराकानी भेटघाट भएको छ दाइसँग भएको छैन लास्ट टाइम त्यही 1.5 महिना अगाडि भेट भएको थियो त्यसपछि भेट भएको छैन र अहिले मैले दाइको भिडियोहरू पनि हेरिराखेको छु दाइ एकदमै दुब्लाउनु भएको छ बिरामी हुनुहुन्छ बिरामी देखेको छु मैले पर्सनली फोन गर्न पाएको छैन अब दाइ कता कता हुनुहुन्छ अब आजभोलिमै एकचोटि कल गरेर के छ कसो छ विवरण सोधेर अब के भइराखेको छ किनकि उहाँ अहिले चितवन काठमाडौँ गर्नुभएको छ मेन मलाई भन्दा नि अझै बढी तपाईँलाई थाहा छ दाइ कति पीडामा हुनुहुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ कति बोल्न सकेका छौँ कति बोल्न सकेका छैन र हामी बोल्छौँ समय आउँछ एउटा शब्दमा भन्दाखेरि अन्याय भएको छ मजाले छ धेरैले उहाँको स्वास्थ्य स्थितिबारे पनि बुझ्न चाहनुहुन्छ कस्तो छ त्यो मोबाइल आएर म ठ्याक्कै अहिले चाहिँ म आफू पनि अनभिज्ञ छु मैले पनि दाइको भिडियो हेर्दै आएको छु दाइको भिडियो हेर्दा चाहिँ दाइ अलि धेरै नै दुब्लाउनु भएको छ अब दाइसँग कन्ट्याक्ट गरेपछि मात्र थाहा हुन्छ अरू त केही पनि थाहा छैन दाइको त्यो अवस्था देख्दाखेरि तपाईँलाई कस्तो लाग्यो विशेष गरी पीडा हुन्छ नि पीडा हुँदैन मलाई मात्र होइन तपाईँहरूलाई पनि पीडा भएको छैन होइन रगत उम्लिरहेछ तर यो रगत कतिखेर सेलाउँछ भन्ने कुरा मात्र हो कि भनेपछि तपाईँहरू एउटा दाजुभाइ जस्तो भएर बस्नु भएको छ होइन ए बाबा दाजुभाइ जस्तो होइन हामी दाजुभाइ नै हो होइन क्रिकेट स्टेडियम बनाउँदै गर्दाको त्योभन्दा नि अगाडि 72 सालको भूकम्पपछि त दाइसँग हामी नै हो नि त होइन सबै पृष्ठभूमि थाहा छ बोल्ने समय आउँछ यो लडाइँ धुर्मुस्ताईको मात्र होइन हाम्रो पनि लडाइँ हो हामी पनि धुर्मुस्ताईको सपोर्टमा उभिनुपर्छ जहाँसम्म लाग्छ यहाँ तपाईँहरू टोटल्लै थाहा छ तपाईँहरूको पनि रगत त उम्लिरहेको होला नि त कतिखेर दाइले बोल्नुहुन्छ र हामी पनि बोलौँ भइरहेछ होइन नातिनुहोस् त्यही भएर म अहिले लागेँ मेरो भोलि सुटिङ छ एउटा मिटिङमा जानु छ थ्याङ्क यू सो मच बाई बाई थ्याङ्क यू